ल मर्निङ एबी दाई ल कमरेड पनि मर्निङ आज त प्रिपरेसन गरेर आएको छु नि फुल सबैजना खाने लारै खाने चाहिँ जल्दी जे भन्नुस् यता सर हो खै पनि है प्र्याक्टिस गरेर चाहिँ त्यो केटाकेटीले जस्तो 40-45 ह्यान्डिक्यापमा खेल्न चाहिँ यहाँ पाइँदैन है एलाउड छैन 80 हो ह्यान्डिक्याप 40-45 खेलेर चाहिँ अनि बाजी खेल्छु भन्छ अनि त्यो केटाकेटीसँग गएर खेल्नु भनेको मैले आज त सिधा दाई पनि निकै पुरा धार लगाएर आउनुपर्छ त लु हेर्नु त डेमो पटिङको हेटरिका मार्छ होला आज उपर के अरे चिपिङ प्र्याक्टिस गर्दैछ बोलाएको जाँदै गर्नु भन्यो त्यही त भनेको अब त टाइम हो ल आज एकदमै दिन राम्रो पनि छ घाम पनि चट्ट लागेको छ हो आमा म गल्फ खेल्नको लागि चाहिँ एकदम फ्यान्टास्टिक हाम्रो हेस्टिलमा के चाहिँ कार्ड ल्याउन आफू यहाँ म फ्री छु नि यहाँ म बिजी छु यहाँ तिमी फ्री छौ यु गो एन्ड गेट इट प्लिज चड्केहरू मामा कार्ड लिएर आउनु त जसलाई पनि दिइहाल्छ त्यो कसैले ओहो दाइको अनि खाली पो सुनिँदैछ त दाइ त्यो टीको खङरङ्ग गरेर बज्यो पो त वाउ व्हाट अ लभली ल होल नम्बर 1 तपाईँलाई पनि बेस्ट अफ लक आज दिन राम्रो छ हस्तदै कहाँ हुनुहुन्छ आज हाम्रो पहिले यहाँ 2 वर्ष त खेलेको खेलौँ लाग्छ नि अब बोल्दैन हैन मर्निङ गुड मर्निङ आज बिसिफको टोटल 6 जना गोल्फ खेलाडीहरू मारामार ल दाइलाई पनि बेस्ट अफ लक हस्दै पनि आउनुभयो बल्ल बल्ल भाग्यो कार्ड सीता दाई म र नम्बरी दोस ल सबैलाई गुड लक छ ल गुड लक दोस स्ट्रोक खेलौँ खै 25 पाउन्ड निकालौँ तपाईलाई गुड लक हाम्रो अर्गनाइजर पैसा बिना त खेल्नै पाइँदैन नि यहाँ के छ खै सीता कहाँ गयो तमा 25 पाउन्ड दिउँ नो गिभन हो लु 25 पाउन्ड पक्का बगाइदै दिएको छु है त्यहाँ भरे ट्रोफी चाहिँ कस्तो हुन्छ त्यतिकै खाने हो कि तिमीहरू हो र आज भाइको कति हो ह्यान्डिक्याप कतिमा खेल्नुहुन्छ म आज 23 खेल्नु पर्ला दाइ 23 सीता भाइ 25 है आज मारामार हुनेको 6 जनाको सबैलाई बेस्ट अफ लक तपाईहरु सबैलाई किल दिने हो अब किल आज दिनुस् नो गिभन ल हो छ्याप्पै हो खै लाल सिंह बल लडाउनु नि लाल यल्लोबाट खेलिन्छ लडाइँदैन लडाइँदैन हस्तकुटी हान्नु न तपाईँ ठुलो ह्यान्डिक्याप अनि लाल हान्नु आफू चाहिँ कतिमा खेल्दैछ एउटा दिन खेलौँ है फेयरवेमा चाहिँ त्यो गर्नुपर्छ मार्क गरेर त्यो कुलो भन्दा बाहिर बाटो भन्दा यता जान्छ भने त्यो ओबी हुँदैन है अस्ति त्यही भन्छ हैन 6 नम्बरको चाहिँ कुलोमा गयो भने पनि ओबी हुँदैन है 9 नम्बरको ओरालोमा हानेछ नि ल नियरेस्ट पिन छैन आज राइट एलडी नियरेस्ट पिन के छैन अरे छैन मारे जाऊ यो आए सरप्राइज छ अरे उहाँलाई थाहा छ सबै प्राइस फर्स्टमा स्ट्रोक हो कि स्टेबल फोर्ड रे हुन्छ त्यसलाई बारफाड गरिन्छ कि त्यो कोसिस गर्नु स्ट्रोक हो नो गिभन हावाले फु गरेर ढलेर छ भने सही हो
अनि गल्फको तपाईँको अघिले भनेको प्रिन्सिपल के अरे रुल वक फास्ट प्ले स्लो आमामा त्यो भनेको चाहिँ छिटो हिँड्नु हानिसकेपछि चाहिँ फै हिँड्नु पर्यो अँ। भन्ने बेलामा चाहिँ मजाले फेरि टाइम लिने हान्ने कसैले तपाईँ 10 चोटि सुरु गर्नुहोस् होइन डजन्ट रियली म्याटर्स ओके तर वाक चाहिँ त्यो कुखुराको भाले घाँसको पोथी हिँड्ने जस्तो हाँसको पोथी जस्तो हिँड्नु भएन ल त ल उद्घाटन गरिहाल्नु त छिटो गुड लक भन्दै नबस्नु त त्यहाँ हानी पनि हाल्नु त घोप्टेकै छ बुढो मान्छे के हो यार बल पनि हेरिदिनु पर्यो आमामा ओके विन्टर रुलमा खेलिँदैछ ठिक छ वेल डन पार हो त्यो तपाईँको मेरो जुत्ता बल केही ए जुत्दैन यो चाहिँ टार्टिलिस 4 हो अनि अर्को चाहिँ सेक्सन 4 छ यस्तो ए सेक्सन हो मेरो पनि स्ट्राइप छ तर मेरो नाम ए लेखेको छु मैले मेरो छैन मेरो त अब सबै त्यो युनियन ज्याक लोगो हो के अरे ए अहिले त मेरो राम्रो आयो अन ल यहाँ चाहिँ रेस्पेक्ट गरेको क्या हाम्रो हिन्दी शब्द टेलोमेट मिठो नि हो अलिक पुग्यो अरे हो मिठो भनेर त राम्रै उडेको थियो म त धेरै कट्यो भनेको थ्याङ्क यू कटेन हो कट्यो अलिकति यता भयो उँधो चाहिँ हालेको राइट ठाउँमा जान्छ दाहिनेतिरै हाल्यो नि त सो फर नम्बर 6 होलमा आइपुगेको छ हामी गएको भन्दा अगाडिको चाहिँ पार भएको पनि मैले बोगी हानेको छु मुखैको अब त्योभन्दा अगाडि 8 हानेको छु आज बर्बादै होला जस्तो छ हाम्रो एबी दलले राम्रो खेलिरहनु भएको छ
हाम्रो सिधा दाइले चाहिँ उता वुड्सतिर पसौँ लगाएर रुखतिर हान्नु भन्दैछ। आई थिङ्क इज गेटिङ बेटर। Yeah, I got the ball. And I've got mine here as well. Right there. Beautiful day. Awesome. This is awesome. Very sunny and dry. Nice and dry, yes, indeed. कहाँ कुद्दैछ दुईजना बुढोहरू? बल पाएन? पार हानी हो फर्स्ट टाइम आज। सिधा दाइले बर्डी हाने अहिले होल नम्बर 11 मा। अब होल नम्बर 12 मा लागिन्छ। आज चाहिँ टिमको राम्रो पर्फर्मेन्स भयो। 2 pars 1 birdie। ल सीता दाई र एबी दाई दुईजनालाई कङ्ग्रेचुलेसन्स तपाईहरुलाई। अब छोड्नु हुँदैन। या बर्डी अफ द डे। Ball left. Thank you. Thank you. अनि आज बल कति साह्रो हराएको अनि यस्तो छ त अनि लु भेटा बल पनि के साह्रो हराएको आजभोलि यस्तो त छ नि यो पतझडको बेला अटम पर्यो रोके रुखमा आफूले च्यालेन्ज दिने जा भन्ने अझै हो र बरु यति जालसम्म बाँसुरी फुकेको भए कति रियाज हुन्थ्यो होइन अनि हँसाउनु हुन्छ ल दाइ मैले ठोके हो यतिको जा त जा आफूलाई वेल डन भन्नु पर्यो नि अब त ग्रिनमा पुगेपछि ज्याममै होइन हो बललाई धेरै माया गऱ्यो भने यस्तो हुन्छ मैले पनि धोका पाएको छु ज्याममा हान्ने हो यतिको पोट पर्छ भने चाहिँ आजको म्याच अफ द डे ल यो मेरो पार सोट है हेरौँ घामले के देख्ने जान
भिडै हुनुपर्छ क्या भनेको मैले बडी कमान कोटिङले हो नि अघि बोर्डिङ गरेको डेमो हेरौँ त दालु हल्का अलिकति ले दुई तिनमा त्यहाँ चार बगर जाँदैनस् बङ्करकै थियो अलिकति पुगेन नि सबै छायामा पुमा भएर त पुगेको नि अहिले विन्टर समर समर त पुगेको नि लाइन पनि ठिकै ठिकठाक भएको थियो गएको छ आयो 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 आइज ठिक छ अब डेमो हानिन्छ बङ्करबाट होपफुली ल डेमो आयो थ्याङ्क यू दाइ कहिले त डेमो हानु हो हामी पनि कति वर्ल्ड च्याम्पियनहरूले मात्रै हान्छौँ होइन गोर्खालीले पनि देखाउँ न कहिले काहीँ That's awesome. Awesome. बडी कमान के भन्छ त्यसलाई चाहिँ ह्यान्डी पार हो ह्यान्डी पार राम्रो ह्यान्डी पार है यस्तै पार खेल्दै गरौँ त एक घन्टा कुद्ने 3 घन्टा आफूले बनाउने गर्छ ठोक्दिनुहोस् हेर भने त कस्तो इजी गर्छ हेर्नु त यस्तै पर 2 मिटर ल्यान्ड हुन्छ हो खै एलडी त अहिले त फेरि गएन त गाउँले अघि चाहिँ एलडी गएकै हो 8-12 नम्बरमा चाहिँ पक्का गएकै हो अलिक कोसिस मात्रै गर्न सक्यो तपाईँले चाहिँ अब अहिले फोटो राख्नुहोस् मैले अलिकति पिङ चाहिँ राख्नु पर्ने रहेछ माथि हालेँ कि
मेरो पनि पुरा हाई गइरहेको छ नयाँ आइरहनेको डिस्टेन्स भयो टी लाइनमा आयो अलिक लेफ्ट भयो ठिक छ अब डेमो हेरिन्छ अब यो बल हराउने कुरा आएन ल बसेको हामीले देखेकै हो ल खोल्सामै पस्यो हौ कमरेड त्यही त हाम्रो चाहिँ यता बडी र पार मात्रै गइरहेको छ आमा कमरेड खोल्सातिर मात्रै ताक्ने हो ल माछाले खायो होला है खोज्नु है हस् दाइ कस्तो हुँदैछ अनुहार त उज्यालो छ त आज बाजी चाहिँ हस्तदायकी भयो जस्तो छ अब यसमा पार हान्नुपर्छ अब फेरि ताकेर हानु हो काकेर कमरेड दाउताले खाइसक्यो होला गल्फ बल्स तपाईहरुको बल पुगेन मेरो चाहिँ एक सर्ट खाइदियो नभए पार लत्तर पत्तर गरेर त सबैले पुग्यो
हान्ने छ भाइ टिम पर्फर्मेन्स चाहिँ ठिक छ नि हजुर टिम एज अ टिम टिम यस्तो गर्यो भने त अनि जितिहालिन्छ एज अ टिम यतिको राम्रो हो नि राम्रो छ सबैले बुगी हान्ने सबैले पार हान्ने हाम्रो लागि त राम्रो हो नि बुगी सर्ट हान्ने भने त अनि या यस्तोमा राख्नुपर्छ यहाँ भने सबैले केही दिन्छ अब ड्राइभर जित्यो भने फेरि कता गयो त्यो अगाडिको रुख चाहिँ सानो आज हानेको हान्ने यो सुत्न नसकाउने भएको छ यो सुत्न नसकाउने थाकेर कि भोकले कि ब्रेकफास्ट खाएन कि साथी डल्लो खाएको छ अन्त तेरो बसेको हान्ने बानी भएपछि फेरि जानु भन्ने यो त छोएर हान्ने खालकै छ नि त छेन त छिरो कि त दिइहाल्छ एउटा चाहिँ दिनु पर्यो छेन चाहिँ छिरो कि जस्तो लाग्छ त्यता चाहिँ स्पेस नछन त पछाडिको रुखले गरेर चाहिँ भन्न सकिँदैन त पछाडि फेरि उठ्छ कि यो चाहिँ टेलर मेड है साह्रै जानु पर्छ मजाले कसलाई छ पुग्ला यो चाहिँ सिन कुनै वेल सट अरूको सर्ट पनि राम्रै हो कि अलिकति चाहिने भयो है भोक लाग्यो हो यहाँ के छ रोक्नु पर्यो गार्डनहरू हल्ला गरिरहेको छ त्यहाँ
डबल 7 या मेरो बल हराएर डबल त आई एम भेरी ह्याप्पी यार 4 मा त्यहाँ 5 मलाई 7 खरानी भयो डबल लागेर कति छ रे 164 165 around. Green में? Oh, nice. कटो नि त्यहाँ बङ्कर छ हैन होइन बङ्कर त बसेन हैन अर्को पनि बङ्कर होला छैन उता चुक्कै लिएर पार गरिदिनु अझ मैले त्यो कन्ट्रोल सारले त म त धेरै तर मेरो सिधा छ राम्रो पढ अन भयो है माथिहरूले राम्रो खेल्दैछ भनेर हुन्छ नि त काठै कहिले काहीँ त होल नम्बर 17 ल मैले त तल छोडेछु है चिपिङ छोडेछु पल्लो उसमै लास्ट कुदेर ल्याउँछु ल के भयो झुक्काइन्छ है झुक्काइन्छ बोगी लेखिसक्नु भएको थियो मलाई मेरो पार गरिदियो होइन केटोले यस्तै छ हजुर खेला ल लास्ट नम्बर 18 होल नम्बर 18 पड्काउनु पर्छ अब खोल्सामा पस्ने सम्भावना रहेछ नि त हाम्रो त्यो खोलावारी नै हो होइन
165. बाटो देखाउनुहोस् त गाउँले राजा सीता आउने कि नआउ अलिकति जोड मात्रै पुगेन नभए एकदम राम्रो छ बल्लै पुगेन मैले नै यति सुरु गरिदिनु पर्ने रहेछ नि उकालै रहेछ नि त अलिक माथि डिस्टेन्स चाहिँ त्यो ठुलोको छैन मोटो बुझ्ने कहाँ तपाईँको यहाँ थियो अलि अर्थेको त्यो पातको छेउमा ल हजुर यहाँ थियो होइन माथिबाट चाहिँ हाल्नु पर्ने डिस्टेन्स चाहिँ त्यहाँ पुग्ने गरी होइन यो हेर्नुहोस् न यो तरिकाको अझै स्पिड भयो भने तपाईँको मेरो भनेको स्टेप कति कति भयो मेरो 7 हो 7 हामी दुईजनाको 5 पुगी आजको 18 होल गोल्फ म्याच इन हेस्ट हिल गोल्फ कोर्स यहाँ आएर सकिन्छ साह्रो मजा आयो It was fantastic and looking for the results and prize distribution. Thank you.
यहाँ आज उसको सो थ्यांक यू भेरी मच ल एकछिन आज भाइ +4 है हो प्लस फोर ल है लाल गइसकेको हो गइसक्यो लाल फोटो खिचिन न फोटो फेरि के अरे 42 रुपैयाँ हाम्रो आज प्राइस फोन हो या फर्स्टले 35 रुपैयाँ पाउनु हुन्छ जसले विन गर्नुभएको छ हामीलाई थाहा छैन कसले हो उहाँले चाहिँ ड्रिङ्क किन्नुहुन्छ सेकेन्डले 7 पाउनु ओके र आजको विनर हुनुहुन्छ हाम्रो हनेरी गुरुजी एबी गुरुजी ल ब्यागले गर्दा आफूले दिए पनि हुन्छ हैन उहाँले दिनुहुन्छ ब्यागले गर्दा के ल उहाँलाई हस्ता चाहिँ लाग्नु भएको रेड बुल म रेड बुललाई रेड बुल खाइदिउँ ड्रिङ्क्स खाइदिउँ नि त औ मेरो त तीनटामा बिग्रेर पो हो तर यतिको त राम्रो खेलेको यो म राख्दै है म राख्दै है साडेमा हिँड्नु तपाईको हेर्नुहोस् त तपाईँकोसँग त्यही नै भने प्राइसमा होइन तीनटामा 10 हानेर पो तपाईँ मैले कतिपय लेखेको छैन कि मेरो आफ्नो पनि त्यही भएर अघि 17 खेल्नुभयो हुन्छ ठिक छ अहिले 10 खेल्नु ठिक छ म पनि ठिक 10 कै खेलेँ छ दाइ थ्याङ्क यू ड्रिङ्क ल्याउँ है जिताउरीहरूलाई खेलेको भए चाहिँ 2+ हुँदो चाहिँ खाँदो रहेछ मैले झन् तपाईँले म पर एउटा पोटिङ घिनलाग्दो बिचार नजिक थाहा छ हो हो त्यो एक सर्टले गर्दा खायो ल चेस आज मेरो चाहिँ रुखले साह्रै भिलन खेल्यो हो साला रुखले 5 जस्तो खाइदियो बल हरा लाल कता अनि आफ्नो आफ्नो एउटा हरायो नि त करुमा होला भाइ कतिमा एउटा हरायो नि त एउटा बल त एउटा हरायो एस लेखेको सेक्सन 4 मैले हैन मेरो यस्तो हैन मेरो त नाम त रातो अक्षरले हैन मेरो त क्यालवेट राउन्ड खेलेको यसले छ नि मेरो आज हस्तले कति खेल्यो अझ +5 अजयको हो दाइ दायाँ त्यतिको त डिस्टेन्स ओके अलिक आउँदैछ डिसेन्स पनि दायाँमा पनि खेल्नु लालले हाल्छ दुईटा बढी हाल्छ दुईटा बढी हाल्छ साथी त्यो